गोकुल गुरु नारायण पर्नुहोस् होला मेरो नारायण श्रीमान नारायण। आज पनि हजुरसँग भेट्ने मौका पाइयो, देवीले चाहिँ जुडाउनु भयो होइन। अवश्य। मलाई चाहिँ मेरो मनमा लागेको जिज्ञासा चाहिँ आज पनि दुर्गा लागेको 5औं दिन भइसक्यो होइन। हजुर हजुर। हामीले चाहिँ यो 5औं दिनमा कुन देवीको पूजा गरिन्छ र किन गरिन्छ यसको छोटकरीमा जानकारी दिनुहोस् त हजुरले। सर्वप्रथम त चैत्र नवरात्रको सम्पूर्ण भक्त सज्जनहरूमा सम्पूर्ण नेपालीहरूमा शुभकामना। विशेष गरेर यी देवीले हाम्रो इष्ट देवीले पाथिरा देवीले सम्पूर्णको कल्याण गरून्। उहाँले एकदम राम्रो प्रश्न उठाउनु भएको छ। चैत्र नवरात्र जस्तै 4वटा नवरात्र हुन्छन् भनेर मैले हिजोको दिनमा पनि भनेको थिएँ। आज हामी 5औं दिनमा अवस्थित भएर स्कन्द माताको पूजा गर्दैछौँ। स्कन्द मातालाई हामीले दुई तरिकाले हेरिन्छ। पञ्चमम स्कन्द माता हुन्छ भनेर पनि भनिन्छ। 5औं दिनमा स्कन्द माताको पूजा हुन्छ। स्कन्द भनेको कार्तिकीय हो। कार्तिकीय जसको चाहिँ एउटा सैनिकको एउटा महाबल। कार्तिकीय भनेको देवताहरूलाई रक्षा गर्ने एकजना कार्तिकीय र माता भनेको सबैकै थाहा भएकै कुरा हो। पालनकर्ता जसले चाहिँ हामीलाई पालन पोषण गर्छ, जसले जन्माउँछ ती माता। यस्तै कार्तिकी मातालाई स्कन्द माता भनेर आज पूजा गरिन्छ। जसको लागि देशमा रक्षा भएको छैन, जहाँ देश असुरक्षित छ, जहाँ परिवार असुरक्षित छ भने स्कन्द माताको जसले पूजा गर्छ त्यो पक्कै पनि सार्थकता हुन्छ र पूर्ण पनि हुने गर्दछ। र आज स्कन्द माताको विशेष पूजा रहन्छ। अनि गुरु यो चाहिँ अब तपाईँको महिना दिनसम्म चल्ने यज्ञ छ, रुद्र सहस्र चण्डी छ होइन। अनि यता हवन चाहिँ अहोरात्र अखण्ड चण्डी अखण्ड हवन चलिरहेछ। यो चाहिँ हामीले नगरेर दिन दुखीलाई सहयोग गरेको भए ठिक हुन्थ्यो कि यो गरेर ठिक हुन्छ, यसको बारेमा पनि हजुर। यो पक्कै पनि एकदम धेरै राम्रो प्रश्न उठाउनु भएको छ। हामी विशेष गरेर दुई रूपमा मूलभूत रूपमा दुईवटा हाम्रो स्थान छ। एउटा आस्तिक स्थान छ, एउटा नास्तिक स्थान छ। एउटा आस्तिक मानिन्छ, एउटा नास्तिक मानिसहरू छन्। जसमा हामीले आस्तिकहरूले के गर्नुपर्छ भन्दा यो पक्कै पनि एकदम राम्रो प्रश्न पनि हो। हामीले एउटा सबै व्यक्तिगतमा जीवनमा आएपछि एउटा अहङ्कार हुन्छ, एउटा दम्भ हुन्छ। त्यो खालको दम्भलाई चाहिँ एउटा अहङ्कारलाई चाहिँ त्यसलाई चाहिँ हटाउनुको निमित्त अहङ्कारलाई हटाउनुको निमित्त हामीले यसरी चाहिँ यस्ता यज्ञहरू गर्ने गर्दछौँ। जसले चाहिँ अहङ्कार आउँदैन, जसको मनमा अत्यन्त खालको राम्रो विचार आउँछ, सार्थक विचार आउँछ। विभिन्न खालको विचारहरू हुन्छन्। ती विचारले गर्दा एउटै बोलीले गर्दा पनि मान्छेको धेरै एउटा ठुलो घटना हुन पुगेको हुन्छ। र यज्ञात भगवती प्रजन्य पनि भनिएको छ। जहाँ यज्ञ हुन्छ, जहाँ हवन हुन्छ, त्यहाँ वर्षा पनि हुन्छ। एउटा रूपमा प्राकृतिक रूपमा चाहिँ के अरे यो वातावरण शुद्ध हुने भयो। अर्को चाहिँ यज्ञले गर्दाखेरि अहङ्कार इत्यादि नराम्रा दुःख बाधा अनि क्लेशहरू चाहिँ हट्ने भयो। यो आध्यात्मिक रूपमा हामीले बुझ्न सकिन्छ। यो बुझ्नको लागि एकैचोटि बुझ्न सकिन्न है। यो गुरुले यस्तो भन्नु भनेर बुझ्न सकिन्न। त्यसको लागि चाहिँ यहाँ कम्तीमा पनि हामीले धेरै खालको ठुलो शिक्षा लिनुपर्ने हुन्छ, आध्यात्मिक शिक्षा, तब मात्र बुझ्न सकिन्छ। विशेष गरेर अनेक खालका दुःख र क्लेश हटाउनुको निमित्त र यो वातावरण शुद्धि गर्नको निमित्त हामीले चाहिँ यज्ञ गरेका छौँ। यो यज्ञ गर्दाखेरि पनि दिन दुखीको सहयोग हुन्छ। किनकि हामीले यहाँ हेर्नु होला कति भक्तहरू हुनुहुन्छ, कति भक्तहरू यहाँ देख्न सक्नुहुन्छ, भक्तहरू आउनुभएको छ, के गर्नुभएको छ। उहाँहरूलाई चाहिँ हामीले चाहिँ भोजनको व्यवस्था गर्छौँ र भोजन यदि भोको हुनुहुन्छ भने उहाँको भोजन दिएर पठाउँछौँ। कहीँ दिन दुखी आएको छ भने पनि हामीले यहाँबाट चाहिँ सङ्कलित रकम सङ्कलित दान चाहिँ उहाँहरूलाई दिन सक्छौँ। हामी पण्डितजीहरू तपाईँ हामी पनि यही यज्ञबाट हामी चाहिँ हाम्रो एक परिवार पालिएको छ। त्यसै कारणले गर्दाखेरि यो दिन दुखीलाई दिनु र यसमा चाहिँ धेरै फरक पर्दछ। यो हाम्रो यज्ञ सनातन यज्ञ र गर्नुपर्छ र गरिराख्नुपर्छ भन्ने मेरो आशय छ। वास्तव हजुरले चाहिँ छोटो मिठो तरिकाले सरल तरिकाले बुझाइदिनु भयो। मेरो मनमा लागेको कौतूहलता। यस्तै केही प्रश्न आइलाग्यो भने म हजुरसँग फेरि भोलि जम्काभेट गर्ने बाचा सम्पूर्णमा देवीको लागि सबै बाधा क्लेश नाश होस् भन्दै हामीले चाहिँ एउटा देवीको ध्यान गर्दै हामी बिदा हुन्छौँ। ओम या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। अस्तु।